च्याप बागलुङ्गे माया च्याप भेटियो पोखरा यतिको चाहिँ हुनुपर्छ है हेलो गाइस स्वागत छ हजुरहरूलाई मेरो भ्लगमा खै आइसक्यौँ हामी है हिजोकै यात्रामै हो हामी ट्रेनिङमै हो आज पनि हाम्रो हप्तामा 3 चोटि ट्रेनिङ हुन्थ्यो नि अहिले आज हामीलाई 4 चोटि बनाइदिए सन्डे हुन्थेन तर हिजो हाम्रो स्पेसल गेस्ट आउनु भएको थियो टक्क लाएर गीता राणा मगर द ग्रेट अफ नेपाल होइन ग्रेट वाल द ग्रेट वाल अफ नेपाल गीता राणा मगर आउनु भएको थियो अनि हिजो त्यति राम्रोसँग गरिनँ हामीले त्यसकै लागि हामी कभर गर्न हामी ट्रेनिङमा जाँदै हौँ हिजोकै बाटो हिजोकै गन्तव्यमा हो जाने चाहिँ चट्ट लाएर हिजोकै मित्र छ साथमा पुरानै हो चाहिँ हिजो त तिमीले नयाँ लुगा लाएर चाहिँ मेरो गेटअप पनि पुरानै छ ए आज तिमीले फेरेछ मेरो त पुरानै गेटअप हो ठिक छ ठिक अनि अलिक बोल्न चाहिँ अलिक त्यति साह्रो आउँदैन बोलौँला बिस्तारै चाहिँ फेरि बानी हुँदै गएपछि चाहिँ फेरि खत्रै हो सक्दैन नि फेरि एकदम होइन मित्र एकदम हामी अब बाटो नै हो अब यो बाटो त तपाईँलाई मैले हिजो नै देखाइहालेँ अब हामी बिच बाटोतिर गएर भेट्नु है त हाम्रो चाहिँ यो भर्खर सुरु हो भर्खर स्टार्ट हुँदैछ हाम्रो जर्नी चट्ट लाएर आज त हाम्रो 7 साइड खोला छ हुन्छ होला 7 साइडै हामीलाई आज सानो भाइहरू आउनु कि भने हो आज मेरो हात पुरै भयो आज चाहिँ खत्रै गर्ने हो क्या चट्ट लाएर हामी रोड क्रस गर्नुपर्ने हुन्छ बारी चट्ट लाएर हामी क्रस गरिन्छौँ खोइ मित्रजनहरू खोइ छैन जस्तो छ त्यो गाडीको भिड त गर्छ गाडी भगरै नभए नि हाँस्दै हाँस्छु सेलिब्रेटी फिल गरिरहेको छ के भएको कुनै चटला बाटै छैन त्यहाँ अब्बी केटाहरू त कोही आएन क्या हो हामी छिटो गयौँ क्या हो निकै जाम छ है आज दाम घुम्ने हाम्रो अब के आन जानेहरू कोही त राम्रो कपाल काटेर हाम्रो प्रवेशद्वार हुँदैछ है च्याट लाएर कपाल काटेर मित्र हजुर एक दुई वाक्य भनिदेऊ मैले हिजै भनिसकेँ नि हो मित्र बिर्सेको तिमीले आज नि भनिदेऊ नि त नयाँ भन्ने कारण हो आज अब कहाँ हो त पोस्ट साह्रो कोही त छैन Look at this bear. ल अझै अब ट्रेनिङतिर अब ल हामी फेरि जोडियौँ है माझमा ट्रेनिङ सकेर के छ दामी आज ल मन्डा साथी के छ यता के छ राजा ठिक छ होइन गाइदिएछु म त गाइदिएछु है त यो चाहिँ हामी यस्तै नै हो है या साथी मेरो भ्लगमा एक दुई वचन राख न त अब के भन्ने पहिलो भ्लगमै मेरो बिल्ला हान्थ्यो त्यो खातेले अब के भन्ने यही हो मेरो एक दुई शब्द अनि मन्डा साथी सब्सक्राइब गरिदिनुहोस् सबैजनाले लाइक एन्ड सब्सक्राइब सेयर पनि हाम्रो मौसम दोस्तलाई भाइरल गरिदिनुहोस् हो यसो मन पर्छ भने चाहिँ चिक्ना छ फेरि हाम्रो लड्काहरू है सबै छ फेरि
चाहिँ सर्ट चलाएर हुन्छ फेरि कहिले पुग्ने पुगिन्छ नि भने मजाले ल अब क्रस गरेर हेरौँ है त च्याप बागलुङ्गे माया च्याप भेटियो पोखरा यो नि त कन्टेन्ट मिल गया साथी ल मनराज डान्स यतिको चाहिँ हुनुपर्छ है ए मजा गयो भाइ मजा नाइट नि यसरी नै हो है त हिँड्दै हो खालि हिँड्ने अब साल यता फर्केर ए कन्टेन्ट मिल गया हो क्या अहिले अब यस्तो हो नि हामी अब कपडा कस्तो हुने हामी क्याफे हुने अँधेरो रातमा फ्ल्यास बालेर हामी त खत्रै भ्लगर हो नि ग्याङ म्याचिस बेबी तिमी ब्याड बिच ए अनि म चाहिँ भसी कुकुर होइन नि त भुसिया कुकुर ऱ्यापर छ नि ऱ्यापर छेक्यो स्वेट लम्बम सुसीका खै सोध्न निम्डा त्यो अर्को साहित्य चाहिँ अलि निम्डा हात हान्देलाई बाइक के गर्ने भ्लगर भएपछि गाह्रो हुँदो रहेछ फेरि हो यस्तरी सजिलो हुँदो रहेछ यार यस्तरी सजिलो हुँदो रहेछ होइन यस्तो गर नि हेर न मनराज साथी जोला ग्याङ म्याचिस कहाँ पुगिसक्यो त्यो छिरेन एस मित्र हामी अहिले कहाँ छौँ रे मित्र अहिले हामी कहाँनिर छौँ भन्दाखेरि यहाँ हेर्न पर्छ नि नयाँ बजार मित्र त्यस्तै छ त मनराज साथी एउटा गीत हान्देऊ न त आफूभन्दा सानोदेखि हेपी हाल्नुपर्छ तिम्रो ए त्यो गयो नि चढेर कारमा मलाई त कहाँ आउँछ त हान्नु पऱ्यो क्या म त अनि नआएर भएन क्या हान्नु पऱ्यो क्या मित्र हो गणेश मित्र मुटुमै हाम्रो फेरि सिग्नेचर आएको खट्टा एकचोटि डान्स दिने हो कि मित्र बेच हुँदैन नि मित्र खोइ त त्यो हामी चाहिँ नयाँ बजारतिर हो चट्टल लाएर मित्र एउटा गीत हामी बल्ल आइपुग्यो कलेजमा अब गर्न जाने हो बसेर गीतै आएन साथी हजुर ल न साथी के भन्ने हो एउटा म्युजिक हान्नु पऱ्यो क्या साथी कस्तो म्युजिक भनौँ न खतरै कस्तो खतरै भनेको बाबाले हान्नु पऱ्यो क्या जस्तो त्यो एकछिन सोच्नुपर्छ त्यति बेला त्यस्तो सोचेर हुँदैन सोच्दा अर्को आइपुग्छ फेरि हो के हो नि त ह्यान्ड चाहिँ गर्न जाने सिआर हो अस्ति बाहिर निकाल्दाखेरि ल बोल यता आउनु तिमीहरू यता आउनु
झोला ग्याङ म्याचिस के हो तिमी झन् रियर झोले रहेछ हामी चाहिँ अब आधी बाटोमा आइसक्यौँ रुम पुग्नलाई अझै धेरै नै टाइम छ छन चाहिँ अब गाडीमा आइन्छ अरू बेला चाहिँ अनि साथीहरू भेटेर नि यसो आज चाहिँ अलि छिटो नै निस्क्यौँ हामी त्यही भएर नि बिस्तारै भेट्दै आएको हालत अलिकति नाजुक छ हाम्रो एकदम एउटाको खुट्टा यस्तो खल्च्याङ खल्च्याङ हो अर्कोको एउटा हाती गाह्रो छ है के गर्नु राति नै हिँड्न मजा आउँछ हो बिहान र बेलुका त फेभरेट दिउँसो त त्यही कमल दिउँसो चाहिँ फेरि सुत्ने हो क्या सर्ट ल फेरि आइगयो त हामी जात्रा घुम्दै घुम्दै जिउ आइसक्यो यसो दर्शन गर्न च्याटल लाएर मन्दिरतिर दुईजना काम छैन रातिमा देखे मैले उनीलाई छोडी जाने बैगुनीलाई हुन्छ कि भेटरको जुनीमा हो हुन्छ कि भेटरको जुनीमा हल्का फुल्का रमाइलो हुँदैछ है बाहिर यति चिसो छ है बेलुकाको समयमा अब हाम्रो अन्त्य यादहरूमा मै बाँचुन अलिक तगरेर हामीलाई चट्ट लाएर है फेरि ट्विस्ट आयो क्या फेरि भ्लगमा ट्विस्ट आइरहेछ यति भन्दै हाम्रो भ्लग अन्त्यमा आइसकेको छ अन्त्यमा यति भन्दै म बिदा हुन चाहन्छु भ्लग एन्डिङ गर्न चाहन्छु कस्तो हुन्छ है नेपाल।